के भन्न चाहनु? मेरो चाहिँ ज्याकेट छैन, भने चाहिँ भारी भारी लुगा चाहिँ प्याकेट हेर्न पत्र। मेरो लुगा कम छ तर फोटो खिच्न डर लागेको छैन? डर लागेछ त नि। मेरो बबीले पनि अघि दिन कल गर्नुहुँदै थियो, नाच कि नाच भन्नुहुँदै थियो। केही हुँदैन, मलाई त डर त त्यस्तो लाग्दैन, के हुँदैन हुन त, तर पानी चाहिँ परेछ। मेरो कम धेरै छैन आन्टी? हाम्रो यहाँ बाजे पुरा सुट बुटमा तयार हुँदैछ है। फोटो खिच्ने लुगा, सुत्ता लाउने लुगा, पेन्ट चाहिँ तैँले उता लाउनु पर्छ। यही लगिन जाने? आमा बुढिया यो त फोहोर हुन्छ धेरै है पानीमा। त्यसो लाउनु पर्छ। हाम्रो ब्याकप्याक हेलो गाइड्स, अब हामी जानेछौँ तिनजुरेतिर। भर्खर पानी परेर अब अहिले 10 बजे चाहिँ पानी रोकिरहेछ। अब हामी हिँड्नेछौँ। हेलो साथीहरू, अब हामी चाहिँ है यहाँ धरानबाट महादेव चोक साथीको घरबाट हामी निस्किसकेको छौँ। अब हामी तेल लाएर है अब हाम्रो गाई छौँ। अब हामी चाहिँ है तेल लाउनु आइसकेको छौँ। मेरो नाम हो भट्टराई, म हो डन। गाइज हामी चाहिँ है अहिले धरान बजार आइसकेको छौँ। यहाँ अलिअलि सपिङ गर्नुपर्ने थियो। रेनकोटहरू किन्नु होला त्यसको लागि के होला अब रेनकोट किन आएको हामी है। अब हामी यहाँ भेला पनि भइसक्यौँ। अब हामी माथि भेडेटारतिर हामी जानेछौँ। धरानको हरियाली छिचोल्दै हाम्रा पाइलाहरू पहाडतर्फ मोडिएका छन्। आकाशमा मडारिएको बादलको धारी मुनि कोशी राजमार्गका तीखा गुन्तीहरू कट्दै हामी भेडेटारतर्फ अघि बढिरहेका छौँ। धेरै पानी परेर अहिले क्लियर मौसम पनि क्लियर भएको छ, शीतल भएको छ, एकदम रमाइलो भइरहेछ। भेडेटार बजार हेर्नुहोस्। भेडेटारको यो चिसो मौसमसँगै हामीले सुन्दर प्राकृतिक दृश्य मात्र होइन, मानवको आस्था, विश्वास र जीवनको एउटा नयाँ सुरुवात पनि देख्यौँ। यात्रामा केही बेला छुट्टिए त केही बेला एउटै बाटोमा यात्रा गर्दै हामी 4 साथी आफ्नो रमाइलो सडक यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ। गाइज हामी चाहिँ तम्मर खोला आइसक्यौँ। देख्न सक्नुहुन्छ तम्मर पुल। अनि यहाँ हामी देख्न सक्नुहुन्छ तपाईँहरूले खोला रहेछ। यहाँ कस्तो धमिलो पानी छ। तपाईँले यो दृश्य हेर्न सक्नुहुन्छ। कस्तो छ पूर्वी नेपालको यो प्रसिद्ध कोशी राजमार्ग, जहाँ कहिले उकालो त कहिले ओह्रालो घुम्तीहरू आउँछन्, ठ्याक्कै हाम्रो मानव जीवन जस्तै, जहाँ कहिले रमाइलो अनुभव हुन्छ त कहिले अप्ठ्यारो अमिलो परिस्थितिको सामना गर्नुपर्छ। जीवन र सडकको यो समानतालाई महसुस गर्दै हामी हाम्रो यात्रा अघि बढाइरहेका छौँ। हामी चाहिँ धनकुटामा आइसक्यौँ है। अनि धनकुटाको हामी यहाँ चौतारीमा बसिरहेको छौँ। अब हामी हिलेतर्फ जान्छौँ, अनि हिलेमा खाजा खान्छौँ, अनि त्यहाँदेखि फेरि हाम्रो गन्तव्य स्टार्ट गर्छौँ। अनि हामी अब यहाँ चौतारादेखि यस्तो राम्रो भ्यू आउँछ कि तपाईँ हेर्नु सक्नुहुन्छ क्यामेराम्यान। तम्मरको पारिबाट तम्मर उता किलामबाट आउँछ नि हैन तम्मर। साथी हो है। अब हामी चाहिँ हिले पुगिसक्यौँ। अब हामी खाजा खान्छौँ अनि हामी आफ्नो गन्तव्यतिर फेरि लाग्नेछौँ।
होला यहाँ ठिक रहेछ है सिँढीमा ट्राइपड राखेर यार दामी आउँछ यार फोटो खिच्नुको लागि अहिले दामी देखिरहेछ यार सोनीबाट खिचौँ न हिले बजार ठ्याक्कै हामी बिचमै छौँ श्रीमान नमस्कार फोटो वाइट लाइन यसले यो ब्याग बगाउनु लगाएर ट्राइपड निकाल न हिलेको तुम्बा कति है मिठो ब्लासिङ बुद्ध पनि धनकुटाको ऐतिहासिक र सांस्कृतिक बजार काट्दै हाम्रो यात्राले गति दियो। मौसमको गडबडीले गर्दा यात्रामा केही ढिला भए तापनि यसले बाँकी यात्रालाई झन बढी सुन्दर र रोमाञ्चक बनाइदियो। हेलो हेलो अहिले ठ्याक्क हामी बसन्तपुर बजार डुल्दैछौँ हेर्नु न आउँदा आउँदै यो भुके ज्याकेटको चिन बिग्रेर तनाव भइरहेको छ टेलर खोजेको पाउनु पनि पाएको छैन यहाँ छ र यहाँ सोध त म एक्सक्युज मी अङ्कल यता छेउछाउ टेलर छ ए यहाँ अलिकति माथि हो यहाँ थिएन यो दुईटा ए ल हुन्छ बन्द भएको छ बन्द छैन ऊ माथि पनि छ ए ल हुन्छ धन्यवाद यता माथि ए ल हुन्छ हुन्छ जाउँ ऊ ती रहेछ ल ल यहाँ रहेछ ए ल ए हुन्छ ल बल्ल बल्ल भेट्यो टेलर मासुहरू बनाएको छ भाइ यहाँ दुध तात्दैछ अर्ग्यानिक अहिले छोरा गाडीमा पछि रात्रिकालीन अवस्था हाम्रो ट्याक्क अहिले हामी बसन्तपुर अर्ग्यानिक तिनचुरे होटेलमा बसिरहेछ हाम्रो क्यामेरा बिग्रेको अवस्था हाम्रो यता छन् मेन कमेडियन भनौँ हाम्रो बुलकर होइन म के भनौँ अब जे भनौँ भन्छ यही हो हाम्रो है अर्को हुनुहुन्छ यता हाम्रो खतरनाक राइडर जसलाई हरन 5 चोटि बजाउँदाखेरि मात्रै रोक्नुहुन्छ गान पनि सुन्दैन जान्छु अर्को हाम्रो यता हुनुहुन्छ टक्क हाम्रो होस्ट हाम्रो मेन भोकलिस्ट र अन्तिममा छ उयो टक्क म चाहिँ क्यामेराम्यान म चाहिँ एडिटर प्लस क्यामेरा के भन्छ सिनेमेटोग्राफर क्यामेराम्यान र सिनेमेटोग्राफर होइन टक्क डाइरेक्टर ट्याक्कै अब बेलुका असिस्टेन्ट डाइरेक्टर यता छ टक्क असिस्टेन्ट डाइरेक्टर अब हामी अहिले कति बज्यो हामी कति बज्यो 7:50 हामी 8 बजे खाना खान्छौँ त्यहाँदेखि सुत्छौँ बिहान उठ्छौँ तिनचुरे जान्छौँ त्यसको दिन बाई हेलो हामी अहिले छौँ बसन्तपुर अराउन्ड 22 अब सी लेभलमा छौँ आज चाहिँ बिहान लगभग अहिले 6 बजेको होला मौसम एकदम कुल चिसो छ हामी धरान बस्नेहरूलाई चाहिँ निकै जाडो लाग्छ प्लान चाहिँ हाम्रो निकै नै थियो तर अब बिस्तारै क्लाइमेट अनुसार हामी चल्दैछौँ भन्दै अब हामी नेक्स्ट यसको नाममा हामी त भरे त यो बाटो जाने होइन नि त नि तल बाटो भयो त नि उताको हो यो अघि यो हिजो गएको थियो नि तल हो त्यो भयो त हामी ठ्याक्कै देउराली पुग्छौँ होइन त्यहाँदेखि देउरालीदेखि उकालो ठ्याक्क त्यहाँदेखि गुराँसै गुराँसको जग्गामा
एउटा छ नि त्यो मनोकामनाको के अरे के साँधेको खाँदेको उतै त हो औ पाथिभारा हामी जानुपर्ने माथि छ कुन अरे माथि ऊ टावर छ नि त्यही हो यही बाटो हान्न लो गाइस हाम्रो नयाँ नौलो बसन्तपुरको मेहमान ए हामी मेहमान हो त हाम्रो लोकल गाइड 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 कस्तो राम्रो छ हेर्नु न आँखा। घरकै हो यो पट्टा निकालेर भाए गरेछ घरकै हो त्यही कारण त्यति साह्रो मजाले मानिरहेको छ नि सफा पनि म त गीत गाउँछु झन्डा देखाएको थिएँ त्यहाँ झन्डा देखा म गीत गाउँछु साइडबाट भरिहाल्यो नि अबि हेर नि त होला चाहियो यता यता तर्फु ग्याङ्स्टर हो त ए कलाकार पो त है यो त वाइड हो भइहाल्छ हेलो टेन्सन छ नि गोली हानिदिन्छ है फेरि घुँडा फाड हाई बाई टाटा बिहानीको ब्रेकफास्ट होइन ब्रेकफास्टमा के छ हुन्छ चना अन्डा चिउरा गाइस हामी चाहिँ अब खाजा खाँदैछौँ अनि हामी 3 बजीतिर जानेछौँ म चाहिँ खाना खाइसकेँ ज्याकेट बिर्सेको धन्यवाद भाउजू हुन्छ अब हामी लाग्यौँ ल हुन्छ बाई साथीहरू हामी चाहिँ अब यहाँ हाम्रो होटेलबाट अब 3 जुरे जानेछौँ हामीले खाजा खाइसक्यौँ अब हामी जुरेतिर जानेछौँ बसन्तपुर प्रवेशद्वार हो घरको जहाँ बस्दछन् 28 प्रकारका विभिन्न गुराँसहरू। तिनजुरे जसलाई गुराँसको राजधानी पनि भनिन्छ, यहाँ देशका विभिन्न ठाउँबाट यात्रुहरू आउने गर्दछन्, जसमा हामी पनि आफ्नो मतलाई प्रकट गर्दै यसमा संलग्न हुन गयौँ। तिनजुरे प्रकृतिको सुन्दरताका साथै धार्मिक यात्रुको लागि पनि प्रसिद्ध छ। यहाँ रहेको पाथिभारा मन्दिर आस्था, विश्वास र जीवनको एउटा महत्त्वपूर्ण स्थल हो। साथी हो हामी चाहिँ अब हाम्रो गन्तव्यतिर पुगिसकेको छौँ। अब हामीलाई पुग्नु चाहिँ 5 मिनट जति लाग्छ। देख्न सक्नुहुन्छ तपाईँले सिनहरू हेर्न सक्नुहुन्छ। यहाँ घना जङ्गल छ। सबै लालीगुराँस लालीगुराँसको रुख देख्न सक्नुहुन्छ। वाउ अफ रोड रहेछ सबै। गाइड्स हाम्रो गन्तव्यतिर आइसकेको छौँ।
अब यहाँ केटाहरू जुन चाहिँ मन्दिर जाने अरे अनि सपिङ गर्दैछ ओ केटा सबै किन्ने कि के हाल्ने म त किन्दिनँ ओ त्यसो भए पोते मात्र किन्नु पर्यो दुईजनाले होला केटाहरूकै खर्चले पानी पर्नु त यस्तै हो यहाँनिर पानी पर्दैछ ऊ रेनकोट उता माथि छ तर उ त्यहाँनिर ए त्यहाँबाट त उयो छ त चप्पल लगाएर हिँड्ने पर्दैन चप्पल अब छोडिदिउँ अब के गर्नु जाउँ अहिले परेछ हेलो हामी पूजाको सामान लिएर रेडी छौँ हामी अहिले किन होला तिनजुरेको ए गल्यो हो लास्ट गल्यो यार तँ गलेको सास उयो भयो मास्क खोल न त ल पागल हामी तिनजुरेको पाथिबाट उकालो जाँदैछौँ अहिले त लगभग म 5 वर्ष अगाडि आएको थिएँ 5 वर्ष पछाडि आउँदा टक्कसँगले साह्रै मजासँगले यहाँ माथि छाजनहरू पनि लगाएको छ हाम्रो यात्रीजनहरूको लागि तिनजुरे वान अफ द बेस्ट लगभग म 4 चोटि आइसकेँ 4 चोटि नयाँ एक्सपिरियन्स जस्तै भइरहेछ तर हाम्रो यहाँ एकजना साथी हुनुहुन्छ उहाँको चाहिँ फर्स्ट टाइम हो कस्तो लागिरहेछ हाम्रो यहाँ उहाँ सर पनि आइराख्नु भएको हो हाम्रो एकदम एनर्जी भएको साथी माथि पुगिसक्नु भयो आज उहाँको पनि फर्स्ट टाइम हो एनर्जी सहित कुदेकै कस्तो चिसो दामी हो कलियुगको बेलैमा जोसमा हुन् नहोस् भनेर चाहिँ नकुद न हौ साथी तिनजुरेको शिरमा अवस्थित छ रैथाने आस्थाको केन्द्र पाथिभारा मन्दिर। यहाँ आइपुग्दा प्रत्येक यात्रीको मनले गहिरो शान्ति महसुस गर्दछ। यो मन्दिर केवल एउटा धार्मिक स्थल मात्र नभई एउटा अङ्ग बनेको छ। हामी चाहिँ अब केटाहरू मन्दिर गएर फर्किएका छन्। अब हामी तलतिर जान्छौँ। नेपालमा चोखो शालिगहरू फरक र अद्वितीय शैलीमा निर्माण गरिएका हुन्छन्। यसले ठाउँको मौलिक पहिचान र इतिहासलाई दर्शाउँदै यहाँ आउने जो कोहीलाई आकर्षित गर्छ। फुल
हामी तेह्रथुम कुमुटु म्याङलुङ जाने निधो गऱ्यौँ। म्याग्लुङ ल साथीभाइ हो इनो किनेको हो पानी छ तातो पानी छ नहो यो के इनो जलाइदिन्छ यो अहिले नखानु कहिले खान्थ्यौ त नि अहिले अप्ठ्यारो अहिले खाएर हिँड्ने हो क्या हँ अहिले खाएर हिँड्ने हो पानी किनौँ न एउटा नि यता सिक्नु पाइँदैन अरे बाटा कसरी पकाएर चाहिँ पाइन्छ ओए सिस्नु किन्न पाइन्छ भोलि चाहिँ पाइन्छ शुक्रबार गजब भइगयो भोलि पाइन्छ अरे म सपना मारेर किन्नु पर्ला जस्तो छ सिस्नु किनेकै सिस्नु बुढीले मलाई सिस्नु जङ्गलतिर बुदो ल हौ आज अझ हाल्नु पानी होइन आज हाल न हाल फुल अब हामी सिधुवामा भेट्ने है हामी म्याग्लुङ बजार अब एक्सप्लोर गर्न गइरहेका छौँ म्याग्लुङ बजारको ठ्याक्क हाम्रो म्याउ म्याउको म्याउ म्याउको मूर्तिदेखि भित्र छिर्दैछ चाहिँ कृषि ज्ञान केन्द्र पनि रहेछ I am a disco dancer. दाइ बजार यही हो कि परबाट हो यो रोडले पुग्छ बजार उहाँ आउँछ कालोबाट ल हुन्छ यहाँ त खुलिँदै सके फरस्टाइमा भगवान्ले दिएको बाटो मात्रै रहेछ अहिले यहाँ अझै भन् तेह्रथुम जिल्ला अस्पताल जस्तो कि कन्स्ट्रक्सनमा रहेछ लगभग मेरो नाति चाहिँ पुग्छ होला यता यो पनि सक्छ हेरि तर खै अब हेरौँ के हुन्छ यही उकालो यही उकालो गइदिउँ न यही उकालो गइदिउँ न आइया त्यसका बाजे म्याग्लुङ बजारको गर्ने गल्लीमा छौँ हामी अब बजार ठ्याक्क आइपुग्यो पाँच थर हो कि हो तेह्रथुमै हो तेह्रथुमै रहेछ हो स्टेसनको सदरमुकाम त्यहाँ सदरमुकाम धनकुटा जस्तै ए जिल्ला धनकुटा जिल्लाको धनकुटा जस्तै हो यो जिल्ला भर्खर जिल्लादेखि यो छ हामी ए भलिबल ग्राउन्ड यार दामी रहेछ तिम्रो रङ्ग सादा जस्तै हो ब्याङ्कहरू त माल रहेछ नि त हौ यहाँ त हेर्न सक्नुहुन्छ हामी यति बेला तेह्रथुम बजारमा छौँ ए बबाल बजार रहेछ दार साथी के बबाल गर्छ केटाहरू पाहाडतिर आएको के खुवाउँछ भनेर भेट्न खोजेको उल्टै बियर खुवा भन्छन् यार म्याङ्गिङ के यहाँ रहेछ यो त मदन भण्डार लुक मार्ग खै छ बाई बाई म्याङ्लुङ अब हामी म्याङ्लुङबाट हिँड्नेछौँ हाम्रो गन्तव्य यति नै यहाँबाट हामी लाग्छौँ थ्याङ्क यू
तराईको समथर भूभागदेखि पहाडको टाकुरासम्मको यो यात्रामा हामीले कहिले निलो खुल्ला आकाश देख्यौँ त कहिले इतिहास बोकेका पुराना सहर बजारहरू देख्यौँ। थुप्रै सहयात्रीहरूसँग केही पलका लागि सुखद साथै दुःखको गफ जोड्दै आफ्नो सुन्दर नेपालको गन्तव्य खोज्दै हामी धरानको हरियालीलाई छिछोल्दै भेलेटारको चिसो मौसमसँगै कोशी राजमार्गको उकालो ओह्रालो घुम्तीमा धनकुटाको एउटा ऐतिहासिक बजार काट्दै बसन्तपुरको प्रवेशद्वारबाट गुराँसको राजधानी तिनजुरे र तेह्रथुमको मुटु म्याङ्लुङको यात्रा थियो। नमस्ते। म्याङ्लुङबाट हामी अब बसन्तपुरतिर जाँदैछौँ। अब हाम्रो राइड 30 to 40 मिनट हुन्छ। अलिकति सिनेमेटिक मौसम पनि एकदम राम्रो, एकदम भन्दा बर एकदम पप्पा लगाएर छ। हाम्रो साथीहरू पछाडि आउँदैछ हाम्रो राइडर। चिरे बजार आयो, चिरे बजार पनि छोड्यो। यो यात्रा हो मित्रताको, यो यात्रा हो नयाँ चाहको, यो यात्रा हो तिनजुरेको, यो यात्रा हो जीवनको। यात्राहरू कहिले पनि रोकिँदैन, केवल मोडहरू फेरिन्छन्। हाम्रो यो प्रकृति र मायाको यात्रालाई यहाँसम्म हेरिदिनु भएकोमा तपाईँहरू सबैलाई मुटुदेखि नै धेरै धेरै धन्यवाद प्रकट गर्दछौँ। अबको हाम्रो नयाँ र रोमाञ्चक यात्रामा तपाईँहरूसँग चाँडै नै भेट हुनेछ। तबसम्मको लागि प्रतीक्षा गरिदिनुहोला। अहिलेलाई बिदा चाहन्छौँ। धन्यवाद। बसेको त तारेको त्यो त यहाँ परेछ त। मौसम हेर्नुहोस्, होइ 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 हजुर। जय श्री राम। यो त जल्दी नि जाने रेडी भनेर अलि आवाज अलि पार ल्याउँदैछ केटाले गल्यो यार। ओए त्यो बतास बजाउँ न, कहाँ छ छ त त्यहाँ यो हुन्छ नि